कार्यक्रम हाम्रो गाउँ हाम्रो समाज पावर्ड बाई मोमो बुस पोखरा 13 बीपी मार्ग सपोर्टेड बाई तान्तिङ फ्यान्सी स्टोर अन्नपूर्ण कम्प्लेक्स महेन्द्रपुल। रोधी टिभी हेरेर आउनुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई छ्याजलो नमस्ते। रोधी टिभीको लागि मुनासिनको प्रस्तुति कार्यक्रम हाम्रो गाउँ हाम्रो समाजमा सम्पूर्ण दर्शक महानुभावहरूलाई स्वागतम। म कार्यक्रम प्रस्तुता कबीर गुरुङ। आज हामी तपाईहरुलाई पर्यटकीय नगर पोखरामा अवस्थित फेवातामा लानेछौँ, जहाँ गायक रामप्रसाद गुरुङ र गायिका सङ्गीता गुरुङको प्रस्तुति लोकदोहोरी गीत फुलै फुलेको छायाङ्कन भइरहेको छ, जुन गीतका सर्जक बिन खती हुनुहुन्छ र सङ्गीत संयोजन विनोद बाजुरालीको रहेको छ। फुलै फुलेको म्युजिक भिडियोद्वारा लोकदोहोरी गीतमा पहिलो पटक चितवनकी निसु गुरुङको अभिनय रहेको छ र उहाँको साथमा सोही गीतका गायक रामप्रसाद गुरुङको पनि अभिनय रहेको छ। अब लागौँ फुलै फुलेको म्युजिक भिडियोको छायाङ्कन स्थलतर्फ। घरमा भेटमायो सोल्टिनी लाली जोबन एटिने किला। रेडी 1 2 3 गो। अनि एनर्जी हासेला समाचार फोन जस्तो क्यामेरा हेर क्यामेरा क्यामेरा रोधी घरमा फेरि एकचोटि हामीले छायाङ्कन स्थलमा आएर कलाकारहरूको प्रतिक्रिया लिने कोसिस गरेका थियौँ, तर अचानक मौसम परिवर्तन भई भारी वर्षाका कारण छायाङ्कन स्थगित भयो।
पानीले सुटिङलाई डिस्टर्ब बनायो है एकदम धेरै पानी रोकिदिनु न भगवान् हामी सुटिङ जान्छौँ अनि पानी पर्यो हाम्रो मोडल बहिनीको पुकार सुनिदिनु भगवान्जी नमस्ते सम्पूर्णलाई त्यति बेला हामी लेक साइडको पानीको छेउबाट सुटिङ गर्ने क्रममा पानी पऱ्यो पानीकोले गर्दा ट्रेनमा बसिरहेको छ सम्पूर्ण देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामी फुलै फुले युनिटको तर्फबाट धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छु है फुलै फुलेको शीर्षक गरेको यस म्युजिक भिडियोको चाहिँ छायाङ्कन प्रथम दिनको छायाङ्कन भारी वर्षाका कारण स्थगित गर्न पर्यो र आजको दिनमा चाहिँ हामी यही खोलाको तीरमा छौँ र यसै गरी हाम्रो यस गीतमा आबद्ध हुनुभएको सम्पूर्ण टिमसँग चाहिँ आज हामी छोटो वार्तालाप गर्नेछौँ अहिले चाहिँ हामीसँग हुनुहुन्छ सोही गीत फुले फुलेको गीतका नृत्य निर्देशक आदरणीय जसु गुरुङ उहाँ स्टार स्टुडियोकी प्रोप्राइटर पनि हुनुहुन्छ यहाँले कार्यक्रममा स्वागत छ थ्याङ्क यू सो मच धन्यवाद यस म्युजिक भिडियो चाहिँ कस्तो परिवेशमा निर्माण गरिएको यो चाहिँ फुलै फुलेको अनि भन्ने गीतको बोल रहेको छ यो चाहिँ खास गरेर स्याङ्जा र लमजुङको फुलहरूको बयान गरिएको छ यद्यपि हामी स्याङ्जा र लमजुङको त्यही परिवेशमा जान नसके पनि स्याङ्जा र लमजुङको फुलहरूलाई लिएर काम गरिरहेछौँ स्याङ्जा र लमजुङलाई समेटिएको छ यो कन्सेप्टमा चाहिँ हजुर यो चाहिँ खास गरेर गीतको शब्दले चाहिँ स्याङ्जाको फुलको कुरा गरिरहेको छ भने लमजुङको पनि फुलको कुरा गरिरहेको छ उनीहरू त्यो भनेको एकअर्कामा स्याङ्जा र लमजुङको बिचमा होइन एउटा माया प्रेमको कुराहरू चाहिँ उहाँहरूले व्यक्त गर्नुभएको यो गीत मार्फत त्यही कुरालाई चाहिँ हामीले दर्शाउन खोजिरहेछौँ र यो अलिकति राम्रो भन्नाले अलिकति डान्सिङ नम्बर पनि भएको कारणले पनि सम्भवतः दर्शकहरूले पनि मन पराउनुहुन्छ कि र तपाईँलाई यस म्युजिक भिडियोमा नृत्य निर्देशकको भूमिका निभाउँदा चाहिँ कस्तो अनुभव भइरहेको छ मलाई चाहिँ रमाइलो लागिरहेछ भन्नाले मेरो काम नै यही नै भयो होइन त्यो कारणले पनि आफ्नो काम गर्नको लागि छुट्टै रमाइलो हुन्छ कि हाम्रो यस म्युजिक भिडियोमा कलाकारहरूले कस्तो काम गरिरहनु भएको छ सम्भवतः निशु पहिलोपटक पर्दामा हामीले देखिरहेको छौँ उसले एकदमै राम्रो अनएक्सपेक्टेडली राम्रो पर्फर्मेन्स गरिरहेको छ सिङ्गर स्वयं सिङ्गर भाइ नै राम भाइ उहाँ नै एज अ मोडलको रूपमा हुनुहुन्छ उहाँको पनि राम्रो छ प्रयास राम्रो छ उहाँको पनि सम्भवतः दुईजनाको केमिस्ट्री मिलिरहेछ अहिले समग्रमा जोड्नु पर्दा चाहिँ राम्रै भइरहेको हामीले आभास भएको छ हजुर त्यस्तै राम्रै भइरहेको जस्तो हामीलाई लागिरहेको छ धन्यवाद लमजुङको पाखैमा फुला फुलेको मायालाई देखेर यो मन भुलेको लमजुङको पाखैमा फुला फुलेको मायालाई देखेर यो मन भुलेको दर्शकबिन यहाँहरूले देखिरहनु भएको छ फुले फुलेको गीतको चाहिँ छायाङ्कनको क्रममा अहिले हामीसँग हुनुहुन्छ सोही गीतकी गायिका आदरणीय सङ्गीता गुरुङज्यू गायक रामप्रसाद गुरुङज्यू र हजुरको सहकार्यमा बजारमा नयाँ गीत आउन गइरहेको छ यस गीतको बारेमा केही जानकारीहरू दिनको लागि म अनुरोध गर्दछु धन्यवाद कवीर भाइ रामप्रसाद दाइ र मेरो सहकार्यमा आदरणीय बिन खाती मामाको शब्द सङ्गीत एरेन्ज चाहिँ हाम्रो विनोद बाजुराले दाइले गर्नुभएको एकदमै राम्रो मैले सोचे भन्दा पनि एकदम फरक म चाहिँ भन्नुपर्दा गुरुङ गायिका गुरुङ गीत र आधुनिकहरू गाउने मेरो चाहिँ फरक पाटो मेरो तर्फबाट चाहिँ हुन त मैले योभन्दा अघि कौडा पनि गाइसकेको छु तर यो गीत चाहिँ मैले एकदमै फरक दाइले भन्नुभयो बहिनी एउटा सहकार्य गरौँ भनेर अनि फरक गीत फरक टेस्ट मेरो लागि मैले प्रयास गरेको छु पक्कै पनि माया गरिदिनु हुनेछ भन्ने आशा गरेको छु सम्पूर्ण भाइ बहिनीले साथ दिइराख्नु भएको छ हाम्रो नयाँ बहिनी उहाँले पनि एकदमै राम्रो गर्नुभएको छ सम्पूर्ण टिमलाई नै थ्याङ्क यू भन्न चाहन्छु गीत चाहिँ
मलाई चाहिँ एकदमै राम्रो लागेको छ हजुरहरूले पनि मन पराइदिनुहुन्छ भन्ने आशा राखेको छु दर्शकबिन अहिले हामीसँग हुनुहुन्छ सोही गीत फुले फुलेको गीतका गायक तथा सोही गीतमा प्रमुख भूमिका निभाउनु भएको मोडल आदरणीय रामप्रसाद गुरुङज्यू र सोही गीतका मोडल आदरणीय निशु गुरुङज्यू यहाँहरूले कार्यक्रममा स्वागत छ धन्यवाद विशेष गरी रोदी टेलिभिजन हेरेर बस्नुहुने तमाम देश तथा विदेशमा छरेर बस्नुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई म लगायत फुले फुलेको टिमको तर्फबाट नमस्कार गर्न चाहन्छु आजको दोस्रो दिनमा चाहिँ अब पहिलो दिन र दोस्रो दिन पनि अब मजाले भयो तर पहिलो दिनमा अलिकति अवरोधहरू आए र त्यस बावजुद पनि सुटिङ चाहिँ एकदम धमाधम चलेको देखिएको छ हजुरलाई चाहिँ अब सुटिङ कस्तो भएको आवाज भइरहेको छ सुटिङ त एकदम राम्रो भइरहेको छ सक्दो प्रयास गरिरहेको छ हामी फुले फुलेको टिम लगायत हाम्रो डान्स डाइरेक्टर आदरणीय दिदी जसो गुरुङले जति हामीलाई योगदान दिनुभएको छ त्यति नै हामीले अझै प्लस पोइन्ट दिन कोसिस गरिरहेको छ तर पहिलो दिनमा लेक साइडको ढाका टोपीको तलको चाहिँ फ्रन्ट ग्राउन्डमा गरेको थियो त्यो पहिलो दिनमा हामीले चाहिँ एकदम इनर्जीका साथ यो गीतलाई बजारमा ल्याउने तयार गरेको थियो र हाम्रो प्रस्तुति दिन खोजिरहेको छ अब चाहिँ हामी निशुज्यूतर्फ जान्छौँ रामप्रसाद गुरुङज्यू र जसु गुरुङज्यूसँग पहिलो सहकार्य रहेको छ हजुरको यसमा चाहिँ हजुरले कस्तो अनुभव रहेको छ मलाई चाहिँ एकदम राम्रो भइरहेको छ दिदी र दाइसँग काम गर्न पाउँदा एकदम राम्रो भइरहेको छ किनभने मैले मेरो यो लोक दोहोरी गीतमा मेरो फर्स्ट टाइम हो फर्स्ट टाइम काम गर्न पाउँदा पनि पहिलेबाट गरिरहेको टाइपको अलिक सजिलो भएको छ दिदी पनि एकदम राम्रो हुनुहुँदो रहेछ उहाँले सुरुमा त एकदम डर लागेको थियो कि कस्तो गर्छु मैले सक्दिनँ कि टाइपको भएको थियो तर मैले अहिले दिदी र दाइले एकदम राम्रो सजिलो तरिकाले मलाई राम्रोसँग सिकाएर मैले चाहिँ अहिले यतिसम्म मैले मेरो बेस्ट दिँदैछु अन्त्यमा जाँदा जाँदा चाहिँ हाम्रो यस आम दर्शक महानुभावहरूलाई के सन्देश दिन चाहनुहुन्छ अब हाम्रो यो गीत छिटो नै रिलिज हुँदैछ युट्युबमा आउँदैछ सबैले हेरेर माया गरिदिनु होला भन्न चाहन्छु हस्त नमस्ते धन्यवाद दर्शकबिन अहिले हामीसँग हुनुहुन्छ अहिलेका एकदम व्यस्त छायाङ्कार आदरणीय सन्देश गुरुङजी यहाँले कार्यक्रममा स्वागत छ धन्यवाद यहाँले अस्ति भर्खरै जिफानको आयोजनामा चाहिँ एक हप्ते क्यामेरा तथा लाइटिङ ट्रेनिङ पनि लिनुभएको थियो र सो ट्रेनिङ पश्चात चाहिँ हजुरको कामहरूमा चाहिँ कस्ता फरकहरू ल्याउँदै हुनुहुन्छ त्यो ट्रेनिङ पछि चाहिँ अब हाम्रो लगभग फर्स्ट टाइम सुटिङ भएको चाहिँ यही सुटिङ हो त्यो ट्रेनिङबाट चाहिँ हामीले धेरै कुराहरू सिक्न पायौँ हामीले जस्तै लाइटको कुराहरूदेखि लिएर क्यामेराको कुराहरूदेखि लिएर सबै कुराहरू सिक्न पायौँ त्यो कुराहरू हामीले पहिला चाहिँ गरेर आएको नै हो तर अहिले त्यो ट्रेनिङ पछि चाहिँ हामीले त्यसलाई चाहिँ अझै सही ढङ्गले त्यो कुराहरू यहाँ हामीले फिल्डमा उतार्न पाइरहेको छौँ अनि हाम्रो लाइटम्यान साथीहरूदेखि लिएर हाम्रो यो प्राविधिक क्यामराम्यान साथीहरू सबैले त्यो कुरा चाहिँ राम्रोसँग सिकेर जे होस् यो सुटिङतिर चाहिँ उतार्दै आएको छौँ अनि अझै त्यो सुटिङले गर्दाखेरि नै अझै हामीलाई चाहिँ काम गराइमा चाहिँ एकदम सजिलो भइरहेको छ हजुरले भनेअनुसार चाहिँ हामीसँग भएकै स्रोत साधनहरू प्रयोग गरेर चाहिँ हामीले अझै राम्रो नतिजा ल्याउन सक्छौँ हजुर अझै लाइटिङको विषयमा त अब हामी त त्यो ट्रेनिङ लिएदेखि चाहिँ अझै एकदम धेरै एडभान्स लाइट टेक्निकहरू चाहिँ हामीले अझै सिक्न पाइरहेको छौँ अझै आउटडोर भन्दा पनि अझै नाइटको लाइटहरू चाहिँ हामीले चाहिँ इन्डोर लाइटहरू चाहिँ मजाले सिकेको छौँ अझै त्यसलाई पनि हामीले अब इन्डोर सुटिङहरू गर्दाखेरि चाहिँ त्यो कामहरू चाहिँ हामीले देखाउन पाउनेछौँ धन्यवाद हजुरहरूको काममा अवश्य पनि सुधारहरू आउँछन् भन्ने कामनाका साथ हजुरलाई सफलताको कामना गर्दछु हस् धन्यवाद One,
रोदीको गीतको म्युजिक भिडियो अब छिट्टै रोदी प्लस युट्युब च्यानल र रोदी टिभी मार्फत सार्वजनिक हुन गइरहेको छ। प्रतीक्षा गरिरहनुहोला। हजुरहरूलाई आजको सुटिङ रिपोर्ट कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। हजुरहरूको गाउँठाउँमा पनि यस्तै गतिविधिहरू भइरहेका छन् र रोदी टिभी मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने स्क्रिनमा दिएको इमेल मार्फत हामीले सम्पर्क गर्न सक्नुहुनेछ। साथसाथै केही सल्लाह तथा सुझावहरू छन् भने सोही इमेल मार्फत हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यति भन्दै म कार्यक्रम प्रस्तुता कवीर गुरुङ हजुरहरूबाट बिदा लिन्छु। रोदी टिभी हेरिरहनुहोला। धन्यवाद। ज्ञासाजी।